बेल्चा हान्नेहरूले आज सिंहदरबार ठलाइरहेको छ, बेल्चा हान्नेहरूले धरहरा ठडाइरहेको छ। तर श्रेय कसले लिइरहेछ? श्रेय त्यही गरिबको नारा बोकेर हिँडेका झुटा खलनायकहरूले चाहिँ त्यसको श्रेय लिने। समाजशास्त्र पढेर आएको टियुको नक्कली सर्टिफिकेट लिएर आउनेहरूलाई तपाईँहरूले चाहिँ मिडियामा स्पेस दिनुहुन्छ र उहाँहरूको न तर्किक सन्तुलित तर्किक क्षमता छ न त के छ। हामी बेल्चा हान्ने नागरिकहरू चाहिँ यो देशको नागरिक हो कि होइन भन्नुहोस् न, मलाई भन्नुहोस् त। गम्भीर कुरा गर्नु होइन, यो अहिले बाटो कसले बनाइरहेछ? बेल्चा हान्नेले बनायो है। अनि संसद भवन कसले बनाएको हो? अनि हो तपाईँ ज्यामी भनिरहनु भएको छ होइन, मजदुरले बनाएको भनिरहनु छ। मजदुरले के यो उपकरण युज गरेर बनाइरहेछ? घरको चुलो पनि बेल्चै हानेर अनि बेल्चा हान्नेलाई किन यो अपेलना? कि बेल्चा हान्नेले राजनीतिक तर्क गर्न पाउँदैन? कसले गर्यो सर अपेलना? यहाँ गरिरहेका छन्, बारम्बार संसदमा गरिरहेका छन्, संसदका सांसद भनेकाहरूले गरिरहेका छन्। के यो बेल्चा हान्नेको यो देश होइन कि के हो भन्नुहोस् त। यो देशका नागरिक चाहिँ गरिब हुनु भएन भन्नु खोज्नु भएको तपाईले? अनि के त यो देशको नागरिक गरिब हुनु भएन? यो देशको नागरिकले गरिब भएर बेल्चा हान्दाखेरि चाहिँ त्यो समाज कार्य भएन? यो राम्रो हो नि त, गरिब नहुनु राम्रो होइन र? गरिब नहुनु न राम्रो नराम्रो यता सुन्नु न, धनी हुन पाउनुको कुरा छैन सर। यहाँनिर बेल्चा हान्नेहरूको कदर गरिएन। बेल्चा हान्नेहरूले के गरेको छैन? बेल्चा हान्नेहरूले मानव सभ्यता विकास क्रमको गति चलाइरहेको छ। बेल्चा हान्नेहरूले आज सिंहदरबार ठलाइरहेको छ, बेल्चा हान्नेहरूले धरहरा ठडाइरहेको छ। तर श्रेय कसले लिइरहेछ? श्रेय त्यही गरिबको नारा बोकेर हिँडेका झुटा खलनायकहरूले चाहिँ त्यसको श्रेय लिने। त्यो बेल्चा हान्नेहरूको लागि के छ? केही छ यहाँ? बेल्चा सरकारले गरिबको लागि केही गरेन भन्ने तपाईको गुनासो? सरकार मात्र होइन, आम नेपाली जनता बुद्धिजीवी भनिएकाहरू सुन्नुहोस्, समाजशास्त्रीदेखि मानवशास्त्रीहरू, तपाईँहरूले बेल्चा हान्नेहरूलाई अपेलना गर्दै हुनुहुन्छ। होइन अपेलना कसले गर्यो ठ्याक्कै बताउनु। यता सुन्नु, अपेलना सबै समाजको यो तपाईँको त्यो बौद्धिक चेतले गरिरहेछ। बुझ्नुभयो? आजको स्वयंसेवकहरूको हो यो समाजको। यो समाजको असली निर्माता बेल्चा हान्नेहरू हो। यसलाई तपाईँहरूले किन बुझ्न सकिरहनु भएको छैन? बेल्चा हानेर आएको होइन भनेर ज्ञानेन्द्र साईले भनेको र तपाईँले ठप्लक्क टिप्नु भयो क्या? फेरि हो यही त भन्दैछु त, ज्ञानेन्द्र साई आएको थियो त, अपमान तपाईँले गर्न खोज्नु भएको के? अपमान होइन के? बेल्चा हान्नेहरूको किन राजनीतिक विचार राख्न पाउँदैन बेल्चा हान्नेहरूले? तर बेल्चा हानेर हामी आएको होइन, सिए पढेर आएको भन्नुभयो। ए अनि यहाँनिर पढ्ने मात्र मान्छेहरूले मात्र समाज निर्माण गरे हो? यो नेपाल देश निर्माण गरेको कसले हो? पढेकाहरूले मात्र हो कि बेल्चा हानेर पसिना बगाउनेहरूले मात्र पनि हो? तर पढ्नु पनि त पर्यो नि। पढ्नु पर्यो भन्दैमा के बेल्चा हान्न छोड्दिने? पढ्दै गर्दा बेल्चा हान्छ, ज्यामी काम गर्छ, पठाउ चलाउँछ अनि पढ्छ। कमसेकम पठाउ चलाएर जे गरेर भयो भने पढ्नु त पर्यो नि यार। त्यो त हो, ल ठिक छ तपाईँले भनेको। तर बेल्चा हान्नेहरूलाई अपेलना किन के? बेल्चा हान्नेहरू यो समाजको स्वयंसेवक किन भएनन्? बेल्चा हान्नेहरूले समाज कार्य गरिरहेका छन्, दैनिक रूपमा रोड बनाइरहेका छन्। उहाँहरूलाई चाहिँ किन हामीले पुरस्कृत गर्दैनौँ? उहाँहरूलाई किन सम्मान दिँदैनौँ? तपाईँहरू अब पढेको विद्वानहरूले त समाज बाँडिरहेका छन् त। तपाईँलाई र मलाई विभाजनमा राखिरहेका छन्। 10 वर्षमा जनआन्दोलनको नाममा आफ्नै नेपालीहरूलाई मारिरहेका छन्। पुलिस नेपाली होइन, पुलिस र जनता जुधाइरहेका छन्। त्यो कसले गरे? बेल्चा हान्नेले गरे? हामीले गरे होइन नि? कसले गरे भन्नुहोस् त? त्यो पढे लेखेकोले गरेका होइन? अनि यो समाज बनाउने निर्माता को हो त? त्यसो भए तपाईँहरू भनिदिनुहोस् के? त्यसमा ज्ञानेन्द्र साईले एउटा पेशागत अपमान हुने कुरा बोल्नुभयो कि बेल्चा हानेर आएको होइन भन्नुभयो उहाँले। यो पेशा हो, उहाँलाई कारबाही हुन्छ कि हुँदैन? हो यता सुन्नु, कारबाहीको कुरा मात्र होइन यो। अब संसदमा बहसको केन्द्र बन्नुपर्छ, मिडियाको बहसको केन्द्र गर्नुपर्छ, पेशागत प्रतिष्ठानको मुद्दा अब उठ्नुपर्छ। हरेक बेल्चा हान्ने, हरेक ड्राइभर, मजदुरहरू यो देशको नागरिक हो र उनीहरूले गिगीको नौबीमा जति उहाँहरूले चाहिँ योगदान दिनुभएको छ उहाँहरूको कदर हुनुपर्छ। आज देशव्यापीको ड्राइभरहरूको अवस्था के छ थाहा छ? सांसदले कदर गर्नु भएन कि बेल्चा हान्ने भनेर अपमान गर्नुभयो? हो, तपाईँ जस्तो नेपाली नागरिक र मिडियाहरूले कसलाई बुझ्नुहुन्छ भने हामी जस्तो बेल्चा हान्ने, ड्राइभर पेसा गर्ने, पठाउ चालकहरूको बसलाई चलाउनुहुन्न। तपाईँहरूले कसलाई गर्नुहुन्छ? समाजशास्त्र पढेर आएको टियुको नक्कली सर्टिफिकेट लिएर आउनेहरूलाई तपाईँहरूले चाहिँ मिडियामा स्पेस दिनुहुन्छ र उहाँहरूको न तर्किक सन्तुलित तर्किक क्षमता छ न त के छ। उहाँहरू जस्ट अभिव्यक्ति दिनुहुन्छ, समाज बाँड्नुहुन्छ, त्यसैलाई तपाईँहरूले प्राथमिकता साथ बहस बनाउनुहुन्छ। तर हामी जस्तो बेल्चा हान्ने र समाजलाई निर्माण गर्दै हिँडेका छौँ, पसिना बगाएर हिँडेका छौँ, हामीहरूलाई अपेलना गर्नुहुन्छ। के भन्नुहुन्छ? हामीहरूलाई चाहिँ नि तपाईँले कुल्ली भन्नुहुन्छ। आज यो सहर सफा कसले गरेको छ? त्यही बेल्चा हान्नेहरूले गरेको छ। र 7 दिनमा एउटा नाइके आउँछ, एनजिओको पैसा लिएर आएर झाडुमा हान्दाखेरि ऊ यो समाजको को भयो? ऊ यो समाजको चाहिँ वाह महान मानव भयो। तर सधैँ दैनिक रूपमा फोहोर उठाउने मेरो दाजुभाइहरू आज पनि तपाईँको रोगको सङ्क्रमणले ग्रस्त भएर न एउटा तपाईँको एसेटहरू केही छ, एउटा लुगाहरू केही दिएको छ। उहाँहरू तै पनि निरन्तर रूपमा यो समाज सफा राख्नको लागि लागिरहनु भएको छ। तर माननीय ज्यूले चाहिँ जनताको लागि जहिले पनि बोल्नुहुन्थ्यो। गतिलो प्रतिपक्ष भन्थे मान्छेले, तर उहाँले त फेरि अपमान गरेर बोल्नु। हजुरहरूले नकाबधारी नेता मात्र जन्माइराख्नु भयो पटक पटक यो नेपाली समाजमा।
असली गरिबको नेता, असली त्यो न्यून आयोग भएकोलाई वृद्धि गराउने परिकल्पना बोकेको नेताहरू तपाईँहरूले जन्माउनु भएन। त्यसै कारणले नै यो पेसागत तपाईँको डिस्क्रिमिनेसन जुन छ त्यसले अहिले स्थान नेपाली समाजमा पाइरहेको छ। तर ज्ञानेन्द्र साईको मात्र कुरा होइन, यो हरेक संसदहरूले बुझ्नुपर्ने कुरा हो। यहाँको 285 कति छन्, यो तपाईँको 275 मात्र होइन, देशव्यापीको यो सङ्घीय 884 हजुर 884 संसदले बुझ्नुपर्ने कुरा हो। किन भन्नुहुन्छ भने नि अब यो पेसागत प्रतिष्ठानमा अवहेलना गर्दै जाने हो भने भोलि अब यहाँको सबै ड्राइभर चालकहरूले गाडी मात्र रोकिदियो भने के गर्नुहुन्छ? पूर्वाधारको काम गर्ने हामी जस्तो बेल्चा हान्नेहरूले हामीले बेल्चा छोड्दियो भने के गर्नुहुन्छ? फोहोर उठाउनेहरूले यो सहरको फोहोर उठाउन छोड्दियो भने के गर्नुहुन्छ? अवश्य सर, म त ज्याला मजदुरी गरेर खाने हो, यही गर्दै आएको। बेल्चा हानेर आएको होइन भन्दाखेरि तपाईँलाई बहुत पिर पर्यो होइन? पर्यो त, किन यो बेल्चा तपाईँ मात्रै होइन, ज्यामी काम गर्ने सबैलाई पिर पर्यो होइन? ज्यामी काम गर्ने सबैलाई पिर पर्यो, किन पर्दैन सर? किन पर्दैन? हामीले नि यो समाज निर्माणमा त योगदान गरेको छौँ नि, छैनौँ र भन्नुहोस् न। यो बाटो कसले बनाएको? यो बाटो कसले बनाएको? बेल्चा हान्नेले बनाएको होइन। अनि यो विकास कसले गर्छ? उहाँहरूले गरेको त्यो एनजिओको पैसा ल्याएर कोरोनामा तपाईँको चाहिँ नि लालसेल गरेर त्यही कोरोनाको पैसाले चाहिँ राजनीतिक चुनाव लड्न गर, त्यो समाजसेवा भयो। यो चाहिँ के भयो? को लड्यो फेरि कोरोना? सुन्नु, यो के भयो भन्नु न। यो बेल्चा हानेर यो बाटो बनाउनेहरूले चाहिँ सामाजिक कार्य गरे होइन, भन्नुहोस् न। बेल्चा हान्ने राजनीति गर्नु हुँदैन भन्नु खोज्नु भएको छ उहाँले होइन? अनि के बेल्चा हान्नेले अब राजनीतिक कार्य नगर्ने, गाडी चलाउनेहरूले अब राजनीति नगर्ने, यो समस्या होइन आजको नेपाली समस्या हो कि होइन? पेसागत प्रतिष्ठान भन्नुहोस् न, भन्नुहोस्, तपाईँहरू सुन्नुहोस्। अब के गर्ने त ल भन्नु त? अब अझै पनि हामीले विद्वान भनेकाहरूलाई चाहिँ त्यहाँ ल्याएर राख्ने, अनि जसले चाहिँ यो तपाईँको राजनीतिक रूपमा चाहिँ एउटा मासलाई मेनिपुलेसन गरेर तपाईँ हामी नेपालीहरूलाई चाहिँ जुदाइरहन्छ होइन? त्यही जुदाइरहनेहरूलाई चाहिँ महान नेता भनिरहने, अनि यो बेल्चा हान्नेहरूलाई चाहिँ अब अवहेलना गर्ने। बेल्चाले गर्दाखेरि यहाँनिर गाडी गुडेको हो, बुझ्नुभयो? हिजो राणाकालीन बेलामा बेल्चा हान्नेहरूले बनाएको बाटोबाट पहिलो गाडी आएको हो। आज तपाईँहरूले बसिरहने त्यो संसद भवन पनि बेल्चा हान्नेले बनाएको हो। हेक्कार होस्, बेल्चा हान्नेले बेल्चा छोड्यो भने, ड्राइभर चलाउने दाजुभाइहरूले ड्राइभर छोड्यो भने, फोहोर उठाउने दाजुभाइहरूले फोहोर उठाउन छोड्यो भने अनि तपाईँहरूले घुँडा टेक्नुपर्ने हुन्छ। अनि जानु होला सामाजिक कार्य हो भन्दै त्यहाँनिर जानु होला, तपाईँहरू झाडु बोकेर जानु होला, अनि तपाईँहरूलाई हामी महान बनाउँला। हस्, नमस्कार। क्या दामी यार, युगाको आक्रोश यार।